सो हे गाइज वेलकम टु माई न्यू च्यानल होइन फाइनल गाइजहरू म चाहिँ आज चाहिँ घरमै छु अनि हाम्रो चाहिँ स्कुल छुट्टी भएको छ क्या 4 दिन छुट्टी भइसकेको छ अनि त्यही भएर आज चाहिँ यसो भ्लगिङ गरिदिइरहेको स्कुलको बिदाको आज चाहिँ 3 दिन भयो होइन साथीभाइहरू आज शुक्रबार पनि हो भ्यू चाहिँ दामी देखिरहेको छ अनि घाँस काट्नुहरू भएको यहीँ माथि हो हाम्रो घरतिर चाहिँ काटेर ल्याएको होइन अनि आज चाहिँ म आफ्नो गाउँको भ्यूहरू देखाउँछु है अलि राम्रो भ्यूहरू देखाउँछु अनि गाउँहरू पनि देखाउँछ है गाइजहरू हाम्रो चाहिँ यता घर भयो होइन देख्न सक्नुहुन्छ घर हाम्रो यता चाहिँ गाउँहरू भयो गाइजहरू होइन यो हाम्रै कुखुराको हो यो चाहिँ बाजेको घर हो है गाइजहरू बाजेले तरकारीहरू लाउनु भएको बाजेको तरकारी चाहिँ त्यहाँ बाजे भित्र आउनु भयो होला बाजे माथिबाट कोही मान्छेहरू आउँदै हुनुहुन्छ देख्न सक्नुहुन्छ होइन गाइजहरू हाम्रो चाहिँ खेतीपाती यही हो अहिले चाहिँ बाजे बारीहरू चाहिँ देख्न सक्नुहुन्छ सुन्तला बोटहरू माथि जङ्गल छ माथि जङ्गल वरि कता हो यता हो कि यता हो चाहिँ मन्दिरै अस्ति मैले बनाएको थिएँ नि भिडियो वरि त्यसमा चाहिँ त्यहाँ पर्छ त्यो मन्दिरहरू छ होइन गाउँहरू चाहिँ अस्ति नै यता बिहा भएको थिएँ त्यही घर त्यहाँको चाहिँ हाल्नु पाइनँ गाइजहरू होइन साथीहरू त्यहाँ चराएन गाई चाहिँ चराने कहाँ तरकारी बारीहरू यो चाहिँ आलु चाको बोटो है गाईहरू आलु चाको बोट अलिअलि त देख्नु पाइसक्यो होला होइन सबैजनाहरूले कुखुरा फार्म है गाईहरू हाम्रो चाहिँ होइन यहीँ गाउँको मान्छेको कुखुरा फार्म हो गाउँहरूको भ्यू चाहिँ फेरि गाईहरू म चाहिँ घर जान लाग्यो है यहाँ मम्मीले अनि जाँदा सामान ल्याइजे भन्नुभयो अनि त्यही भएर घर त्यो काम गरौँ अनि बल्ल त्यो काम गरेपछि म देखाउन जान्छु है म र साथी एउटा साथी सुशील साथी जान्छु गाईहरू होइन अहिले चाहिँ घर आइपुगिसक्यो है जग लिन जान लाग्यो म चाहिँ जग्गै गयो त्यो फाइनल गाई छैन अब हामी चाहिँ गाउँको भ्यू देख्ने ठाउँमा जान लाग्यो त्यहाँ बाँसगाजी है हेर्दै गर्नु त कहाँ जाने हो के ए चुनाव लाए है गाई गाउँतिर चाहिँ हाम्रो चाहिँ देख्न सक्नुहुन्छ काङ्ग्रेस है यो चाहिँ अब यताबाट हो जाने लाइन अगाडि कहाँ बाटै चिनेन यो है बाटो चाहिँ अगाडि
बाटो यहाँबाट चाहिँ अलिअलि चाहिँ देखेँ तपाईँहरूको लागि हामी यस्तो मेहनत गरेर उकालो यत्रो चढे अनि तपाईँहरू चाहिँ मायै नदेखाइदिने साथीभाइहरू जनाले लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला हैन के आउला नि थकेलाई सिक्यो हिँड्दा नि हेर्नु सक्नुहुन्छ अलिअलि देखिसक्यो गाइजहरू अलि राम्रो देख्छ कि माथिबाट यत्रो मेहनत गरेर हामी आछौँ यत्रो उकालो तपाईँहरूले नि यो भिडियोमा त साथ दिनुपर्छ है लाइक कमेन्ट सेयर कम्तीमा नि 50 लाइक र 5000 भ्यू चाहियो भने हजुरहरूले जे च्यालेन्ज दिन्छ हामी त्यही गर्छौँ ल होइन ल अलिअलि चाहिँ देखिन थालिसक्यो ल है ल 50 लाइक र 5000 भ्यू चाहियो भने तपाईँले जे च्यालेन्ज दिन्छ हामी त्यही च्यालेन्ज दिन्छ ल हेर्न सक्नुहुन्छ है हाम्रो गाउँको भ्यू हेर्नुहोस् है भर्खर गाउँ आइरहेको यताबाट है यता नि छ छन चाहिँ गाउँ यताबाट चाहिँ अलिक देख्दैन हाम्रो यति मात्रै टोल भिडियो बना रे अहिले त केही नि देखे छैन है खासै हस् हस् ए यो चाहिँ हाम्रो वन जङ्गल अनि यसको बारे चाहिँ यहीँ माथि हो गाउँ चाहिँ यही हो है यही चाहिँ हाम्रो अलि राम्ररी देखे छैन रे आज चाहिँ घाम लागेन भनेर उस्तो झन्डा त कत्रो यार हुन्छ नजिकैबाट खिचे जस्तै देखे है उता हो भने ल हेर्नु सक्नुहुन्छ है यही हो चाहिँ राम्रो देखे छैन रे खुल्ला देख्थ्यो रे हिँड्न उकालो ओह्रालो जाँदैछौँ है गाइस अब चाहिँ घरतिर लाग्लाको है गाइस हामी चाहिँ साथी नै आइरह अगाडि गिदाउँदै हिँड्छ यस्तो रहेछ यताको चाहिँ छुट्टै गाउँ हो छुट्टै भन्दा जोडेकै गाउँ हो यता चाहिँ मेरो घर पर्छ है मेरो घर चाहिँ उयो रुखभन्दा तलको अनि यताको चाहिँ अघि खिचिसक्यो यो यता रुखहरूले छेक्छ अनि यताको चाहिँ यति देख्ने भयो होला हैन एक दिन अलि राम्रो परेको दिनमा हाम्रो फेरि अब अर्कै भिडियोमा हाल्नु पर्ला 50 लाइक अनि 5000 भ्यू चाहियो भने जे च्यालेन्ज दिनुहुन्छ त्यही गर्छौँ हामी हैन
अनि सबैजनाले लाइक कमेन्ट सेयर सब्सक्राइब त गरिदिनु पऱ्यो के साथीभाइ हो साथीभाइ 10K पुऱ्याइदिनु न सब्सक्राइबर अनि मलाई पुग्यो क्या 10K पुगेपछि 50 नि कटे छैन ल 10K पुऱ्याइदिनु त सबैजनाले साथ सपोर्ट देखाइदिनु न 10K त के 100K नि हुन्छ क्या सब्सक्राइबर त हामी चाहिँ अहिले घरतर्फ लाग्दैछौँ को त त्यो हुत्ताको कालियोला नि दुलो त्यही पनि के हान्ने भइरहेको त मासु बसेर मासु चाहिएमा सम्पर्क गर्नुहोस् गाउँ आइपुगिसक्यो है अहिले चाहिँ पछाडि म अगाडि अहिले चाहिँ आजलाई यति नै गाइज हस् धन्यवाद।